देश विदेशमा हुने सबै नेपालीका लागि lightnepal.com विजय हासिल गर्नुभएको छ र तपाईहरुले हिजो विधिवत शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्ने कामको प्रारम्भ गरिसक्नुभएको छ। जनताले तपाईहरुलाई विश्वास सुम्पिएको छ। धेरै जनताले तपाईहरुलाई मतदान गर्नु विश्वास सुम्पिनु यी नगरहरू हेर्नुस् भन्नु को अर्थ हो। तपाईहरु जनताप्रति उत्तरदायी भएर काम गर्नुहुनेछ। त्यसको अर्थ हो तपाईहरुले देशलाई माया गर्नुहुन्छ, देशका हितप्रति निष्ठावान रहनुहुन्छ। तपाईहरु लोकतन्त्र प्रणाली र प्रक्रियाको हिसाबले त्यसका आधारभूत मूल्य मान्यताको हिसाबले लोकतन्त्रलाई एउटा जीवन पद्धतिको रूपमा अपनाउनुहुन्छ। त्यो विश्वास तपाईहरुलाई गर्यो। हाम्रो समाज बहुलतायुक्त समाज छ। हिजो सामन्ती प्रणाली र प्रथा अन्तर्गत अनेक प्रकारका विभेदहरू भए, शोषण र थिचोमिचो भए। अबको समाजले त्यसलाई मान्दैन, संविधानले मान्दैन, हामी कसैले मान्दैन। असमानता र विभेद नमान्ने कुराको अगुवाई नेकपा एमाले गरेको छ। सुरुदेखि सङ्घर्ष एमाले गरेको छ। हामी सामाजिक न्याय र समानताको पक्षमा छौँ। त्यसै कारण सामाजिक न्याय र समानताको पक्षमा तपाईहरु उभिनुहुन्छ भन्ने तपाईहरुमाथिको जनताको विश्वास हो। विविधतायुक्त देशमा छौँ हामी। भौगोलिक लगायतका अनेक विविधताहरू छन्। त्यसमा सामाजिक विविधता पनि छ। त्यस विविधताका बीचमा सामाजिक सद्भाव आवश्यक छ। पारस्परिक सहअस्तित्व, सम्मान, सहिष्णुता आवश्यक छ। ती चिजहरूकै आधारमा हामी राष्ट्रिय एकताको पक्षमा हुन्छौँ। यो सानो देश, अलिक पछाडि परेको देश, यसलाई हामीले फुटेर जुझेर होइन, जुटेर मिलेर समृद्ध बनाउँछ। यस काममा तपाईहरु लाग्नुहुन्छ भन्ने विश्वास जनताले गरेर तपाईहरुलाई निर्वाचित गरेको छ। तपाईहरु राष्ट्रिय एकताको पक्षमा हुनुहुन्छ र काठमाडौँ धुलोको सहर, काठमाडौँ फोहोरको सहर, काठमाडौँ बेरोजगारहरूको सहर, काठमाडौँ दैनिक हजारौं मान्छे विदेश कामको खोजीमा पठाउने सहर, त्यो एउटा नेपालका छोराछोरीहरूलाई विदाई गर्ने विदाई स्थल विदेश जानका लागि जस्तो भएको छ। यसलाई सफा, शुद्ध, स्वच्छ, साथैको सुन्दर र यसमा इतिहास छ। यहाँ पुरातात्विक महत्त्वका, धार्मिक महत्त्वका, ऐतिहासिक महत्त्वका अनेक चिजहरू, सम्पदाहरू छन्। तिनको संरक्षण भूकम्पबाट भत्किएको छ, त्यसको पुनर्निर्माण, जो भत्किएको छैन त्यसको संरक्षण र सँगसँगै आधुनिकीकरणतर्फ, आधुनिकतातर्फ एउटा हरियालीयुक्त, स्वच्छ, सफा, आइटीमय सहर, राजधानी जस्तो सहर,
मास्क लगाएर हिँड्न नपरोस्, मास्क बिना हिँड्न सकियोस्। मेयरले काम थाल्दाखेरि अर्को मेयरले कुचो लिएर बढाएर काम सुरु गर्न नपरोस्। पुरानो कुरा होस्, यो त 5 वर्ष अगाडि गर्न परेको थियो। 5 वर्षमा अघिल्लो टोलीले यस्तरी काम गर्यो, अब मेयरले कुचो लिएर गल्लीमा हिँड्नु पर्दैन भन्ने खालको 5 वर्षमा हामीले गराउनुपर्छ। त्यो विश्वासका साथ तपाईँहरूलाई जनताले छानेको छ। यो विश्वास सानो कुरो होइन। मैले भनेका यी कुराहरूमा तपाईँहरूलाई किन विश्वास गर्यो जनताले, अथवा कसरी यो अर्थ निस्कियो? यसकारण तपाईँहरूले प्राप्त गरेको मत विद्या सुन्दर साक्यलाई 64,000 को विषय कति मत दिँदा केमा छाप ठोके जनताले? सूर्य चिन्ह। सूर्य चिन्ह के हो भने यी सबै कुराको जिम्मा जवानी। अघि मैले भनेका सबै कुराको लोगो के हो, एक पुष्टमा समग्रतामा के हो, त्यो यी सबै चिज केमा छ भन्दा सूर्यमा छ। त्यसै कारण जनताले सूर्य चिन्ह खोजिकन छाप ठोके। अर्थात् यो सूर्य चिन्ह यी नीतिहरूको प्रतिनिधि हो। यी नीति कसका नीति हुन्? यी नीति नेकपा एमालेका नीति हुन्। यो चिन्ह त्यसै कारण यी सबै नीति लिएको भने हामी सुन्दर सफा स्वच्छ उज्यालो सहर बनाउन चाहन्छौँ। सूर्य अशान्ति होइन शान्त नेपाल बनाउन चाहन्छौँ। सूर्य विकसित नेपाल बनाउन चाहन्छौँ। सूर्य न्यायपूर्ण शान्त अपराध नभएको सिटीको रूपमा काठमाडौँलाई विकास गर्न चाहन्छौँ। महानगर र अरू नगरहरूलाई विकास गर्न चाहन्छौँ। त्यो भन्दा के भन्ने? सूर्य। जजहरूले के गर्छन्? जजहरू बसेका हुन्छन्। गाएको कस्तो लाग्यो भन्दा 10 देखाउने कि 9 देखाउने कि उसले टक्क देखाउँछ। के भन्नु त्यसले? एकदम पर्फेक्ट, पुरा पर्फेक्ट भयो भने 10 देखाएको हुन्छ नि। भन्दैन एकदमै राम्रो भनिरहनु पर्दैन, 10 देखाइदियोस्। जुनले के भन्छ भन्दाखेरि तपाईँ स्क्रिनमा हेर्न सक्नुहुन्छ 10 10 10 10 9। अर्थात् हल्ला गर्नु परेन, त्यहाँ नम्बर चाहिँ दिएको। नेकपा एमालेका सारा नीतिहरूको प्रतिबिम्ब सूर्य हो। सूर्यको प्रतिनिधि विद्या सुन्दर, सूर्यको प्रतिनिधि अरू तपाईँहरू। सूर्य नीतिहरूको प्रतिनिधि हो। सूर्य उद्देश्यको प्रतिनिधि हो। सूर्य लक्ष्यहरूको प्रतिनिधि हो। तमसोमा ज्योतिर्गमयको प्रतिनिधि हो। ओम भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्, त्यसको प्रतिनिधि हो। हजारौं वर्षदेखिका मानवीय आकांक्षाहरूको प्रतिनिधि हो। र यो प्रतिनिधि नेकपा एमालेको प्रतिनिधि हो। नेकपा एमाले आज मानव जातिले समाज परिवर्तन, रूपान्तरण र व्यवस्थापनका सम्बन्धमा, आर्थिक उन्नतिका सम्बन्धमा हासिल गरेका अनुभवहरू, विभिन्न प्रयोगहरूबाट, विभिन्न ठाउँका अनुभवहरूबाट, विभिन्न प्रयासहरूबाट हासिल गरेका अनुभवहरू, विज्ञान प्रविधिको क्षेत्रमा, वातावरणको क्षेत्रमा, मानवाधिकारको क्षेत्रमा, सुशासनको क्षेत्रमा, स्वच्छताको क्षेत्रमा, पारदर्शिताको क्षेत्रमा, अथवा सामाजिक सद्भाव र एकताको सन्दर्भमा, विश्व बन्धुत्वको सन्दर्भमा, यी सबै कुरामा नेकपा एमाले आज एकदमै एडभान्स, सबभन्दा अगाडि बढेको राजनीतिक शक्ति। सानो देश छ, त्यस कारण अलिक हाइलाइट हुँदैन, कम हुन्छ। यदि ठुलो देश हुन्थ्यो भने एमालेले लिएका आजका राजनीतिक नीतिहरू दुनियाँले त्यसैलाई झन्डा बनाएर हेर्नु पर्थ्यो। त्योभन्दा विकसित केही छैन। तर अलिक सानो देश छ, केही फरक पर्दैन।
सानो देश भए पनि हाम्रा कुराहरू हामी लान सक्छौँ। यही सानो देशमा जन्मिएका गौतम बुद्धका अनुयायीहरूको धेरैपल्ट नखेटिए, हत्या भयो, अनेक चिज भयो, तर पनि फेरि यी विचारहरू कायम रहे। हामीले बुद्धका विचारहरूदेखि अरू विद्वानका विचारहरू समेतलाई संश्लेषण गरेर नेकपा एमाले आजको सन्दर्भमा नेपाललाई अगाडि बढाउने सुखद सुन्दर नेपाल कसरी बनाउन सकिन्छ भन्ने नीति लिएका छौँ। त्यसको एउटा अंश हो काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका। यही विश्वासका साथ तपाईँहरूलाई जनताले अभिमत दिएर विजयी बनाएको छ। म बधाई भन्न चाहन्छु तपाईँहरूलाई यस कारण पनि कि तपाईँहरूले यो विश्वासका साथ यो सफलता प्राप्त गर्नुभएको छ। तपाईँहरूलाई म शुभकामना भन्न चाहन्छु पार्टीको तर्फबाट। यी कामहरू गर्न सकिलो छैन, व्यवधान आउँछन्, चुनौती आउँछन्। फेरि यस प्रकारले काम गर्ने कुराको यो पहिलो अभ्यास हो। यस्तो अहिलेको जस्तो स्थानीय तहको रूपमा सरकार 3वटा तहमा छन्। संघीय वा केन्द्रीय तहमा, संघीय तहमा एउटा सरकार, प्रदेश तहमा अर्को सरकार, स्थानीय तहमा अर्को सरकार। अब महानगर आफै सरकार, उपमहानगर आफै सरकार, नगरपालिका आफै सरकार र गाउँपालिकाहरू पनि आफै सरकार हो। आफ्नो सरकारको रूपमा चलाउने यो प्रथम अभ्यास, पहिलो प्रबन्ध हो र हाम्रो अभ्यास पनि पहिलो हो। यो अभ्यास नयाँ हो। यस अभ्यासमा हामीले सिक्दै जानुपर्छ। पहिले शासन गर्ने भनेको सम्रान्त, घरानिया, ठुलाबडा। हामीलाई थाहै छ सामन्ती राजतन्त्रात्मक समयमा जन्मसिद्ध श्रेष्ठताका सिद्धान्त, त्यसबाट शासन चलाउने। उहिले कस्तो थियो तपाईँहरूले इतिहासमा याद गर्नुभएको होला। राजा भएन भनेर खोजेर ल्याउने, राजा भएन भनेर कास्की गएर कास्कीका राजाका छोराहरू मात्रै मागेर लमजुममा राजा ल्याउने। डोलीमा चढाएर बाजा बजाएर ल्याएका थिए राजाको छोरो, जइयो अब भने हामीलाई चाहिँ सुप्रबन्ध दिन्छ, राज्य चलाइदिन्छ भनेर। जनताले राज्य चलाउने भन्ने त सधैँ थिएन, खोज्न जाने राजा त्यस्तो थियो। अर्थात् शासक खोज्न जाने चलन। अवधारणा जनताले चलाउने शासन भन्ने थिएन। पछि पनि सम्भ्रान्तहरूले चलाउने यस प्रकारको अवधारणा थियो। अब हामीले जनताको शासन जनताले आफै आफ्ना प्रतिनिधिहरू मार्फत र स्थानीय तहदेखि नै सञ्चालन गर्ने शक्ति विकेन्द्रीकरणको वास्तविक रूप र शक्तिको बाँडफाँडको वास्तविक रूप केन्द्रले गर्ने के यथोचित प्रबन्ध गर्नेछ, कसरी सञ्चालन गर्ने। एउटा कुरा ध्यान दिनुपर्छ, भिन्न चिज भएपछि भिन्न अथवा अन्तर भएपछि अन्तर्विरोधको सम्भावना पनि हुन्छ। अन्तर्विरोध कस्तो हुने त्यसलाई हामीले बहुतै यो नयाँ अभ्यास पनि हो। त्यसकारण अलिकति त्यसलाई हामीले फरक ढङ्गले हेर्नुपर्छ। मेरो अनुभव आफ्नै छ। गृहमन्त्री भएपछि आफ्नै निकटका साथीहरू पनि बेसरी विरोधी पार्टीतिर आए। किन विरोधी पार्टीतिर आए भन्दा भने जस्तो भएन। मेरा यदि प्रहरी राख्दै भनेको छ, मेरो यो यहाँ ठाउँमा सौरा गर्दै भनेको छ, साना साना कुरा उसका निम्ति त एउटा कुरा हो, मेरा निम्ति त्यसको देशभरिबाट आउँछ त्यसका कुरा। त्यसका मैले अलिकति फराकिलो ढङ्गले चल्नु परेपछि आफ्नै साथीहरू पनि आलोचना आउँछ। मैले साथीहरूलाई भन्न पऱ्यो, म भ्रष्टाचार गर्छु कि गर्दिनँ हेर्नुहोस्, नचाहिने काम गर्छु कि गर्दिनँ हेर्नुहोस्, बेठी गर्छु कि गर्दिनँ हेर्नुहोस्, र ठिक काम पनि गर्छु कि गर्दिनँ भनेर हेर्नुहोस् न।
साना साना कामहरूमा नअल्झाउनुहोस् पनि नरिसाउनुहोस्। म साना साना वैयक्तिक कुराहरूमा हरेकलाई खुसी पार्नु मैले भने माफ गर्नुहोस्, म यस्ता सहभागीमा पराठो भन्दै हुने मान्छे होइन। म छोड्न तयार छु, तर नचाहिने कुरा म यसो गर्छु उसो गर्छु यस्तो गर्छु। म प्रधानमन्त्री हुँदा देश खुसी छ, तर केही साथीहरू नाखुस भए भने यस्तो भयो। देश खुसी छ, जनता खुसी छन्, राम्रो काम भएको छ, मेरो चाहिँ काम त भएन नि त। मेरो चाहिँ मान्छे त त्यहाँ राखिएन नि त, त्यसै गरोस् न। यस्तो पनि के पाइयो। अर्थात् कहिले कहिले मान्छे यस्ता ससाना कुराहरूमा पनि अल्झिन्छ। मैले खालि अनुभव सुनाउनु खोजेँ। तपाईँहरूले यस्तो कुरासँग हडबडाउनु पनि हुँदैन। र अर्को कुरा के भने म राम्रै काम गरेको छु, राम्रै गर्छु भनेर पार्टीले तपाईँहरूलाई सञ्चालन गर्ने संयन्त्र त्योसँग टक्कर लिनु पनि हुँदैन। राम्रो कुरामा अड्नुहोस्, टक्कर नलिनुहोस्, अवज्ञा गर्दै नगर्नुहोस्। पार्टीले तपाईँहरूलाई यहाँ पुर्याएको, पार्टीले तपाईँहरूलाई सफल बनाउँछ। तपाईँहरूलाई सफल बनाउँदा मात्रै पार्टीको सफलता हुन्छ। काठमाडौँको मेयरमा विद्यासुन्दर साक्यले जित्नु। विद्यासुन्दर साक्यले नजितेको भए मैले घोषणा गर्थेँ दायाँ मैले हारेको त होइन नि, हार्दा त विद्यासुन्दरले हार्नुहुन्थ्यो होला, तर मैले घोषणा लाउनु पर्थ्यो। विद्यासुन्दरको भोट बढ्दै गयो, म पनि अलिकति यसो महासचिवज्यू जति जति भोट माथि माथि गयो त्यति उहाँको चेहरामा बत्ती चलाउनु। पार्टी अध्यक्षको त भन्नु मात्रै राई यति माग भइसकेन, थिच्नुपर्ने यो सम्बन्ध के हो भन्दा पार्टी नछोडिएर व्यक्तिको कुरा धेरै होइन। अहिले म पार्टी अध्यक्ष छु, मैले एउटा नराम्रो काम गरिदिएँ भने गर्न त मैले गरे होला नि, तर मैले एउटाले गरेँ एउटाको गल्ती भन्ने कुरा हुँदैन। मैले एउटा नराम्रो काम गरेँ भने पार्टीलाई नै ठुलो नोक्सान हुन्छ। गर्न त व्यक्तिले गर्छ नि। त्यसरी हामीले कसैले पनि कमी कमजोरी गर्न हुन्न, गल्ती गर्न हुन्न। हाम्रा जनप्रतिनिधिले एउटा के सोच्नुपर्छ भने यति बेला म के ठिक काम त गर्दैछु, कुनै काम गर्नुभन्दा अगाडि तपाईँहरूले सोच्नुपर्ने एउटा कुरा म ठिक काम त गर्दैछु, यति बेला मैले गर्नुपर्ने यही काम हो कि होइन, यही काम मैले गर्नुपर्ने हो यति बेला कि होइन, गर्नुपर्ने अर्कै छ म अर्कै गर्दैछु कि कहीँ, त्यसो भने त्यो छोडिदिइहाल्नुहोस्। तपाईँले त्यति बेला गर्नुपर्ने काम त्यो होइन भने छोडिदिनुहोस्। अहिले तपाईँहरू ठिक ठाउँमा हुनुहुन्छ, तपाईँहरूले विजय हासिल गर्नुभएको छ, तपाईँहरूले बधाई शुभकामना दिनुहुन्छ, पार्टीबाट निर्देशन दिनुहुन्छ, आउँदो कामका लागि तपाईँहरू अझ बढी शपथ गरेर अगाडि बढ्नुहुन्छ, ठिक ठाउँमा हुनुहुन्छ। यति बेला तपाईँहरूले गर्नुपर्ने काम यही हो। यहाँबाट गएपछि हरदम तपाईँहरूले सोच्नुपर्छ म के अहिले ठिक काम गर्दैछु, यति बेला मैले गर्नुपर्ने काम यही हो कि अर्कै। र तपाईँले त्यति बेला गर्नुपर्ने जुन काम हो त्यो चाहिँ गर्नुहोस्। अध्ययन गर्नुपर्ने बेलामा तपाईँ अध्ययन गर्नुहुन्न भने, कुनै राम्रो काम गर्नुपर्ने बेलामा त्यो गर्नुहुन्न भने, कुनै कुनै लहाइलहाइका कामहरू गर्नुहुन्छ भने त्यसले तपाईँलाई नोक्सान हुन्छ। तपाईँहरूले दुईटा कुरा विचार गर्नुहुन्छ। तपाईँहरू छानिनु जनप्रतिनिधि प्रतिनिधित्वको ठाउँमा पुग्नु भनेर तपाईँहरू कुनै विशेष मान्छे होइन, साधारण मान्छे हो। म साधारण मान्छे त हो नि, अरू जस्तै तपाईँलाई त्यो छुट हुँदैन।
तपाईँ विशेष मान्छे हो, जनप्रतिनिधि हो, त्यसकारण तपाईँ सामान्य मान्छे हो, अरू जस्तै हो। चुनिँदैमा कोही विशेष मान्छे हुँदैन। म अध्यक्ष नचुनिँदा साधारण थिएँ, चुनिएपछि विशेष मान्छे भएँ, त्यस्तो हुन्छ र विशेष होइन, साधारण मान्छे। साधारण मान्छे नै हो, तर साधारण मान्छे हो, सबै अरूले जस्तो गर्छ त्यस्तै मलाई गर्ने छुट हुँदैन। मैले विचार गर्नुपर्छ यो चाहिँ ठिक छ कि छैन भनेर, किनभने म अध्यक्ष हो। हाम्रा मेयरहरूले, हाम्रा उपमेयरहरूले, हाम्रा अध्यक्षहरूले, हाम्रा सदस्यहरूले तपाईँहरू बिल्कुल साधारण मान्छे हो। तपाईँहरूमा किन्चित तपाईँमा घमण्ड, म यति भोट पाएको यसरी जितेको यस्तो बिल्कुल पलाउ हुँदैन। म यो ठाउँमा पुगेको त्यो पलाउनै हुँदैन। साह्रै तर साधारण मान्छे हो तपाईँहरू, त्यो बिर्सिनु सम्झिनु, एकदम साधारण मान्छे हो तपाईँहरू, कुनै विशेष मान्छे हुँदै होइन। तर तपाईँको काममा विशेष जिम्मेवारी छ। विशेष जिम्मेवारी दिएको हुनाले तपाईँ त्यही मान्छे हो। ड्राइभरको सिटमा नबसेका बेला, गाडी नआगेको बेला तपाईँ यता फर्केर एकछिन हेरेको गर्न पनि पाउनुहुन्छ, यता फर्केर एकछिन हेरेको गर्न पाउनुहुन्छ। ड्राइभरको सिटमा बसेर गाडी चलाउँदै हुनुहुन्छ, म साधारण मान्छे हो नि, यता फर्केर बस्छु एकछिन गाडी के हुन्छ? तपाईँ अर्कोतिर फर्किनु पनि पाउनुहुन्न। तपाईँले जहाँ फर्किनु, जहाँ हेर्नुपर्ने त्यहीँ हेर्नुपर्छ, एकदम ध्यान दिनुपर्छ। नबसेका बेला तपाईँ जता फर्किनुहोस् केही फरक पर्दैन। तर ड्राइभिङ सिटमा तपाईँ हुनुहुन्छ भने तपाईँको साथमा जिम्मेवारी छ। तपाईँ यताउता फर्किन, अल्बलिन हेर्न, पखन एकछिन पारीका डाँडाहरू कति राम्रो रहेछ हेर्नु पाइँदैन। तपाईँले अत्यन्त जिम्मेवारीका साथ काम गर्नुपर्छ। अब त्यसकारण शुभकामना छ, यी कामहरूमा सफलता प्राप्त गर्नुहोस्। कसरी तपाईँहरूले काम गर्नुहुन्छ, कस्ता कस्ता विधिबाट काम गर्नुहुन्छ? एउटा जो निर्वाचित हुनुहुन्छ, पार्टीका प्रत्यक्ष संगठन कम हो त्यति होइन, तपाईँहरू जनप्रतिनिधिको हिसाबले काम गर्नुहुन्छ र पार्टीप्रति तपाईँहरू अत्यन्त आज्ञाकारी, निष्ठावान। अब तपाईँहरूले यो पाएन, त्यो पाएन, यो हुनुपर्ने, त्यो भएन, यस्तो खालको कुरा चाहिँ नि कहिल्यै पनि नगर्नु हुँदैन। मैले यो पाइनँ, म जानुपर्ने म गइनँ, फलानालाई किन पठायो, यस्तो गरौँ, यो कुरा पार्टीले आफ्नो परिस्थिति र आवश्यकता दुईटा कुरा। पहिलो कुरा पार्टीले आवश्यकतालाई ध्यान दिन्छ, दोस्रो कुरा परिस्थितिले पनि यस्ता कतिपय कुराहरूलाई निर्धारण गर्छ। त्यसकारण यस्तो कुराहरूमा असन्तुष्ट, अनि तपाईँहरू त निर्वाचित हुनुभएको छ, तपाईँहरूले जिम्मा पाउनुभएको छ, अनि जिम्मा नपाएका साथीहरूले तपाईँहरूले मलाई यो जिम्मा भएन, त्यो जिम्मा भएन भनेर भन्यो भने अरू नपाएर तपाईँहरू सँगसँगै चुनावमा हिँडेका छन्, तपाईँहरू सँगसँगै दुःख गरेका छन्, ती साथीहरूले केही भएको छैन, कुनै फल भएको छैन, तिनले के खान्छन्? तपाईँले म यहाँ पुगेको, यहाँबाट यता जान चाहिँ मलाई दिएन, त्यसमा म पाउनु पऱ्यो, भर्न थाल्नु पऱ्यो, अरू साथीहरूले के खान्छन्? हामीले त हिँड्नु पाएको छैन, हामी हिँडिरहेका छौँ। यो त हाम्रो व्यक्तिले पाउने कुरा होइन। तपाईँहरूले के पाउनुभयो भन्ने केही पनि होइन। तपाईँहरूले पाएँ भन्ने पनि नठान्नुहोस्, मैले पाउनुपर्छ भन्ने पनि नठान्नुहोस्। यो त तपाईँको कामको जिम्मेवारी हो, जसलाई तपाईँले वहन गर्नुपर्छ, कुरा गर्नुपर्छ। त्यसो आउँछ। यसमा यो यस सफलताको पछाडि पार्टी जिम्मा जमानी छ, हामीसँग सहीपना छ, हामीसँग सही विचार छ, हामीसँग सही उद्देश्यहरू छन्, हाम्रा लक्ष्यहरू सही छन्, त्यस कारण हामी त्यता लाग्छौँ र सिधै समाजलाई बनाउँछौँ। आज बिहान स्विडेनका एम्बेसडरसँग मेरो भेटघाट कुराकानी भएको थियो। महिला सहभागिता
को सन्दर्भमा कुरा चलेको थियो। मैले उहाँलाई भने स्विडेन बराबर त हामी पुगेका हालेका छैनौँ। हाम्रो इतिहास पनि यो लोकतन्त्रको आधुनिकीकरणको आधुनिकतातर्फको हाम्रो यात्राको इतिहास पनि अलिक छोटो छ। स्विडेन बराबर त हामी अलिक पुगिहालेका छैनौँ, तर विकसित हौँ भन्ने धेरै देशहरूभन्दा हामी अगाडि छौँ। धेरै देशहरूमा हाम्रा महिला प्रतिनिधिहरूको सङ्ख्या अहिले मलाई ठ्याक्कै याद भएन। यो पहिलो चुनावमा महिला प्रतिनिधिको सङ्ख्या कतिमा कति आयो महासचिवजीलाई याद छ कि? सबै सङ्ख्या। हाम्रो उद्देश्य 50% पुर्याउने, बराबरीको सङ्ख्यामा पुर्याउने र बराबरीको सङ्ख्यामा पुर्याउँदा अनुचित ढङ्गले पुर्याउनु हुँदैन। यहाँहरूले घर घरमा सब्जी खेती गर्नुहुन्छ, बोट बिरुवा लाउनुहुन्छ, तपाईँहरूलाई मलाई अलिक छिटै हुर्कियो हुन्थ्यो, फल्यो हुन्थ्यो भन्नुभयो भने अलिक गोड्नुहोस्, मल हाल्नुहोस्, पानी हाल्नुहोस्, त्यो पो गर्नुपर्छ। छिटै बढोस् भनेर तान्नुभयो भने त पुग्नुगा हुन्छ। हामीले पनि कुनै चिजलाई छिटो बढाउने भनेर पुग्नु त तानेर हुँदैन, त्यसलाई बदल गर्नुपर्छ। शिक्षा, सबलीकरण, सामाजिकीकरण, शिक्षा, सबलीकरण, सामाजिकीकरण, यो तिनटै पाटोमा अलिअलि फरक छ। शिक्षाले मात्रै पनि सबलीकरण अलि दिँदैन, शिक्षा र सबलीकरणले मात्रै पनि सामाजिकीकरण हुन्छ भन्न सकिँदैन। अथवा सोसल पार्टिसिपेसन, समाजका विभिन्न क्षेत्रमा सहभागिता, अर्थात् यी चिज हामीले गरेका छौँ। साथीहरू गर्व गर्न सक्नुहुन्छ, जनताका बिचमा ढुक्कले जान सक्नुहुन्छ। यसपल्टको निर्वाचनमा नेकपा एमालेका विरुद्ध एउटा सानो पनि आलोचनाको केन्द्र पनि कसैले उठाउन सकेन, कसैले उठाउन सकेन। गाली गर्नु पर्यो भने के भन्ने, नेकपा एमालेका नीति गलत छन् भन्न नसक्ने। एमालेको अध्यक्ष भनेको उखाने हो, उखाने बुढो। हामीसँग चुनाव लड्नेहरूको अभियान के छ विचार भन्दा विचार केही छैन, उखाने बुढो। अर्थात् उनीहरूसँग हामीसँग प्रतिस्पर्धा गर्ने केही पनि छैन, आक्रोश छ, पीडा छ त्यो पछाडि परेको। हामी आक्रोश, पीडा, ईर्ष्या यस्ता कुराहरूपट्टि अल्झिँदैन। हामीलाई देश बनाउँछ। कति असभ्य छन्, तपाईँहरूले यसो हेर्नुभयो पढ्नुभयो भने थाहा पाउनुहुन्छ। फेसबुक गरेर कति असभ्य छ। माओवादीले त आफ्ना कार्यकर्ता कुट्ने, लुट्ने, च्यात्ने, तोडफोड गर्ने यही सिकाएको छ अहिलेसम्म पनि। निर्वाचन भने के, कुकुर हान्ने, मान्छे मार्ने, कुट्ने, घाइते बनाउने, बुथ कब्जा गर्ने, हार्न आँटियो भने कङ्ग्रेसले पनि त्योभन्दा खासै फरक सिकाएको छ। उस्तै उस्तै छ। त्यसै कारण मिलाप छैन। कतिपयले भन्छन् यो प्राकृतिक मेलमिलाप भएन भनेर। एउटा वामपन्थी एउटा दक्षिणपन्थी, यही भ्रम छोडिदिनुपर्छ हामीले। माओवादी वामपन्थी भन्ने पनि भ्रम छोडिदिनुपर्छ। के भन्यो भने कम्युनिस्ट पार्टी लेखेपछि वामपन्थी हुन्छ। यो अपराध कर्म गर्नेहरूले यसो पहिलो कपडाको केही लेखेको, राम नाम लेखेको बर्खुसरको उडेर हेऱ्यो भने त्यो अपराधी नभएर बाबाजी हुन्छ, सन्त हुन्छ। त्यो त खास्टो उडेको खोल। हामी कुनै भ्रममा पर्नु हुँदैन। उनीहरूको आचरण, विचार, उद्देश्य संविधान संशोधनको मामलामा हेर्नुहोस् त फरक छ।
राष्ट्रिय एकताको सम्बन्धमा हेर्नुहोस् त फरक छ। एकता हुनुहोस् भन्दैनन् उनीहरूले। अहिले यदि मेरो ठाउँमा माओवादीको कुनै नेता उभिन्थ्यो भने हेर्नुहोस्, पहिचान ठुलो कुरा हो, पहिचानका लागि लड्नुहोस् भन्थ्यो। तपाईँको छेउमा बसेको तपाईँको जात होइन भने त्यो तपाईँको आफ्नो हुँदैन होइन भन्ने कहाँ पुर्याउन खोजेको देशलाई? देशलाई मनदेखि विभाजित गर्न खोज्यो। उद्देश्यमा केन्द्रित होइन, लक्ष्यमा केन्द्रित होइन, राष्ट्र निर्माणका महान उद्देश्यमा केन्द्रित होइन, देश जोगाउने उद्देश्यमा केन्द्रित होइन। विद्वेष भड्काउने, घृणा फैलाउने, द्वन्द्व झगडा मचाउने त्यस उद्देश्यमा एकपल्ट नेपाल त झन्डै रुवान्डा भन्ने दिशामा, सिरिया भन्ने दिशामा, युगोस्लाभिया भन्ने दिशामा झन्डै लानु खोज्यो। तर हामीले बचायौँ। अब त्यसो बचाउनु छ। अब त्यो सामुदायिक विद्वेषमा कोही जाँदैन। म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, यहाँहरूले अब लिएको जिम्मेवारी कसरी पुरा गर्ने भन्ने कुरा सोच्नुपर्छ। ज्योतिषी हेराइरहेको चुनाव भाड्नलाई त कति एउटा फेरि पानी सबभन्दा बढ्दा कहिले पर्छ, चुनाव कहिले भाड्न पाइन्छ भनेपछि 14 गते बढी पर्छ। कस्तो जनतालाई बोल्यो, प्रचार गर्नु पर्दैन। उम्मेदवार हुने के खेतीपाती नभएको चाहिँ हामी कुनै कुटीबाट जोडी लिएर उम्मेदवार बनाउने हो र घरबार भएको मान्छे, खेतीपाती भएको मान्छे उम्मेदवार बनाउने। अब उम्मेदवार भइरहेछ, धान रोप्नुहोस् कि प्रचार गर्ने आफ्नो हेर्नुहोस् त गाउँघरमा के हुन्छ। अब त्यसो भने भन्नुहोस्, तपाईँहरू भोट माग्नुहोस्। यस्तो द्वन्द्व के अचम्म लाग्छ। मैले भने भोटको कुरा होइन, हामीले भोटको राजनीतिभन्दा जनताको सुविधाको राजनीति गर्न खोजेका छौँ। उनीहरूको आस्थामाथि जलवायु नगर्नुहोस्, उनीहरूप्रति संवेदनहीन नहुनुहोस्। सरकार त्यसो हुन मिल्दैन, हामीले त्यो भनेको। तर उहाँहरू त्यसरी हुँदैन। असार 14 गते सबभन्दा बढी पानी पर्छ भनेर ज्योतिषीले भनेपछि अनि रमजानको पनि बहाना बनाएर असार 14 गते फेरि सार्ने, यो अत्यन्त गैर जिम्मेवार पन हो। यो भगाइ हो चुनावबाट। तर यी पार्टीहरू चुनाव नगरिकन राणा शासन जस्तो 104 वर्ष चल्नेवाला त छैन। अब चुनावमा जानै पर्छ। चुनावमा गएपछि एमाले यसपल्ट अशान्तै हिलोमा पछार्नु पर्ने भयो। यी पार्टी सुकाइमा पछार्नु भनेको मदन भण्डारीको जन्मदिनकै दिन पर्यो असार 14। हामीले त्यस दिन मदन भण्डारीको जन्मदिन सेलिब्रेट पनि गर्नेछौँ। अब चुनाव हुन्छ नै र चुनावमा हामी सफल हुन्छौँ। साथीहरूले हेर्नुहोस् भरतपुरको तमासा। अन्तिममा अब केही मात्रै एउटा ठाउँ छ गर्न लागि। कस्तो जबरजस्ती सबै तरिका मिलाएर योजना बनाएर माथिदेखि तलसम्म षड्यन्त्र गरेर त्यहाँ कुनै कब्जा भएको छैन। तर प्रमुख निर्वाचन अधिकृत भन्छन् रणभूमि यस्तो थियो, यस्तो भयो, उस्तो भयो, यस्तो व्याख्या गर्छन् भने 2-4 मतपत्र च्यातेको छ, अरू गनिसकेका च्यातेको छ, गनिसकेका च्यातेर केही फरक पर्दैन। गर्न बाँकी रहेका 2-4 कुटेर अब अहिले खोलेर हेर्दैछ होला 20-20 च्याते भने पनि त्यो जम्मा पछि पनि जाँदैन। त्यति चाहिँ च्यातेको
यो यति राज्य लागेको छ भने मतपत्र साट्ने कुरा थियो, अरू विभिन्न अपराधिक घटना घटाउने कुरा थियो। त्यहाँ बत्ती जान्छ भनेर ससाना टर्च लाइटहरू खल्तीमा हाल्ने चलन थियो, खल्तीमा हालेर जान्थे। त्यस दिन बेलुकैबाट टर्च लाइटहरू कसरी राख्न पाइँदैन। बत्ती निभाउने योजना त त्यहाँ बुझिन्छ। यदि त्यो नच्यातेको भए, च्यात्न नसकेका भए बत्ती निभाएर बाकस बोकेर कुद्ने अनेक प्रकारका थिए यिनीहरूका योजना। टर्च लाइट सधैँ राख्न पाउने, त्यो दिन चाहिँ राख्न पाउने के अन्तिम दुईवटा बाकस गन्दाखेरि टर्च लाइट राख्न नपाउने। एमालेको 784ले अगाडि भएका बेला, अब थोरै हिम्मत गर्न बाँकी रहेका बेला टर्च लाइट राख्न नपाउने, त्यति बेला मतपत्र च्यातिने। किन अब संसद अवरुद्ध छ, उता चितवनमा आन्दोलन छ, अरूतिर पनि। चितवन एक्लैको प्रश्न होइन यो, लोकतन्त्रमाथि हमला भएको छ, लोकतान्त्रिक प्रक्रियामाथि हमला भएको छ, यो प्रणालीमाथि हमला भएको छ। त्यसमा हामी हरेक ठाउँमा आन्दोलन कार्यक्रम गरिरहेका छौँ। एक्काइस गते प्रधानमन्त्रीको भोलि मनोनयन, पर्सि के, अर्को दिन के, त्यस कारण छोडिदिनुपर्छ। फेरि मतदानमा कुनै निर्णय भए पनि फेरि मतदानमा हामी भनिरहेका छौँ, एमाले फेरि मतदानमा सहभागी हुँदैन। फेरि मतदानमा त्यही मत, त्यहाँ छँदाछँदैको मत योजनाबद्ध ढङ्गले 2-4 मत च्यात्ने, अनि त्यसपछि पुनः मतदान, एमाले पुनः मतदानमा जाँदैन। गिन्ती हुनुपर्छ त्यही मत जो जनताले दिएको छ। अर्को, मतदान जबसम्म हुँदैन तबसम्म सदन पनि चल्दैन, अरू पनि नचल्ने दिशामा जाँदै गर्छ। मतगणना जबसम्म हुँदैन, जबसम्म मतगणना हुँदैन तबसम्म सदन अवरुद्ध छ, फेरि पनि जारी हुन्छ। र अरू ठाउँ पनि अरू ढङ्गले पनि हामी आन्दोलनमा उत्रिन्छौँ। त्यो कुरा म सरकारलाई भन्न चाहन्छु, भनिरहेका छौँ हामी। हिजो बिहान सम्माननीय राष्ट्रपतिज्यूले बोलाएको बैठकमा पनि मैले स्पष्ट शब्दमा राखेको छु, दायाँ हुनै सक्दैन मतगणना। बस मैले निर्वाचन आयोगमा हाम्रो नेताहरूको टिम नै गएर भनेको छ, थपक्क मतगणना हुनुपर्छ, अपराधीमाथि कारवाही गरेर मतगणना गरिन्छ। यदि हुँदैन र षड्यन्त्र हुन्छ भने त्यस्तो षड्यन्त्रलाई एमाले स्वीकार्दैन। गम्भीरताका साथ हामी भनिरहेका छौँ। त्यो फेरि पनि सरकारले, सबैले बुझे हुन्छ। निर्वाचन आयोगले कुनै दबावमा पर्न हुँदैन। यस्तै मतपत्र हार्नेले अन्तिममा गएर 2-4 मतपत्र च्यातेर अनि फेरि चुनाव हुँदै हुन्छ, जिन्दगीभरि चुनाव भइरहन्छ। हार्न आँटे च्यातिन्छ, हार्न आँटे च्यातिन्छ, जिन्दगीभरि चुनावै भइरहन्छ, कहिले पनि टोकिँदैन। अलिक पछिदेखि एउटै चुनाव कतिपल्ट भोट गर्ने जनता घोटाला आउन छोड्छ, कतिपल्ट घोटाला। त्यसकारण यस्ता कुराहरूलाई अगाडि जान दिनु हुँदैन, यस्ता अपराध कर्महरूलाई प्रोत्साहित हुन दिनु हुँदैन। तर त्यो स्काउटको जमिन अहिले मन्त्रीले तोक लगाएको घरमा कसलाई चाहिँ प्रयोग गर्न दिनुपर्ने, के गर्न दिनुपर्ने भनेर सार्वजनिक सम्पत्ति, राज्यको डेपुटेसन लुटपाट, जनताका समस्या होइन, हाम्रा कार्यकर्तालाई बाँड्ने पैसा, तामाकोसीमा सेयर, यति अरबको सेयर चाहियो तामाकोसीमा, विद्युतमा सित्तैमा सेयर किनेर होला, जनताले किन्न पाइरहेका छैन, उनीहरूलाई सित्तैमा सेयर दिनुपर्छ। अचम्म, यो लुट खसुट। अब यही काम, यस्तै काम स्काउटको जमिन, त्यहाँ स्काउटको जमिनमा, स्काउटको भवनमा झन्डा हालेर कसले पार्टी कार्यालय चलाउँछ? अहिले पनि झन्डा छ। यो त राज्य सत्ताको यति दुरुपयोग, लुट खसुट। यस्ता खालका कामहरू
एमाले गर्दैन, एमालेका कार्यकर्ताहरूले गर्दैनन्, एमालेका कार्यकर्ता माथि कुनै पनि प्रकारको यस्तो अनियमितताको शिकार लाग्छ।